नमस्कार, डॉक्टर शिवशंकर यादव। आज कुरा गरौँ यो गर्मीको मौसममा जति बेला गर्मीको मौसम हुन्छ, त्यो गर्मीको मौसममा पानी शरीरबाट एकदमै लस हुन्छ, निस्किन्छ। पानीको एकदम कमी हुन्छ शरीरमा। शरीरमा पानी कम हुन लागेको हो, कसरी थाहा पाउने? पानीको मात्रा शरीरमा कम हुन लागेको छ भने शरीरलाई पानी चाहिएको छ भनेर कसरी एनालाइसिस गर्ने, कसरी बुझ्ने हामी त? त्यस्तो लक्षणहरू देख्न थाल्यो भने तुरन्त पानी कसरी व्यवस्था गर्ने त्यसको बारेमा हामी कुरा गर्छौँ। पानीको व्यवस्थापन शरीरमा कसरी गर्ने, शरीरमा लस हुन लागेको छ भने कसरी थाहा पाउने, यसकै बारेमा हामी कुरा गर्छौँ। यसलाई आयुर्वेदमा तृष्णा क्षय अथवा रस धातुको क्षय भनेर आयुर्वेदमा भनेको छ। रस धातुको के हुन्छ? क्षय हुन्छ भनेको छ। अनि यो रस धातुको क्षयलाई पूर्ति कसरी गर्ने अथवा यसका लक्षणहरू के हुन्? त लक्षणहरू के हुन्छ? सुक्खापन हुने, कमजोरी हुने, चक्कर लाग्ने र अत्यधिक पसिना आउने। जिउ सुक्खापन हुने, कमजोरी लाग्ने, चक्कर लाग्ने, वाक आउने, यो शरीरमा यस्ता लक्षणहरू देखिन्छन्। पिसाब फेर्दाखेरि पिसाबको मात्रा कम आउने, पहेँलो आउने र धेरै पानी कम छ भने एकदमै बाक्लो पिसाब हुने, पिसाब पोल्ने, यस्ता समस्याहरू देखिन्छन् यो पानी कम भयो भने। अनि पानी कम हुँदाखेरि पानी मात्रै होइन, पानीसँग सोडियम पोटासियम पनि निस्केको हुन्छ, इलेक्ट्रोलाइट पनि निस्केको हुन्छ। त्यसकारण त्यसको लक्षणहरू पनि देखिन्छन्। फेन्टिङ हुने, त्यो लक्षणहरू पनि देख्न सक्छ। पाल्पिटेसन बढ्ने, धड्कन बढ्ने, वाक आउने, पानी कम भएपछिको पनि लक्षणहरू हुन्। त्यसकारण कम पानी पिउने होइन। घरबाट बाहिर निस्किँदाखेरि ब्यागमा, बोतलमा पानी बोकेर हिँड्नुपर्छ यो गर्मीको मौसममा। किनभने 2.5 देखि 4 लिटरसम्म पानी हामीले कम्तीमा सेवन गर्नुपर्छ गर्मीको मौसममा। त्यसकारण पानी बोकेर हिँड्नुपर्छ। अर्को, झाडा पखाला गर्मीमा पनि लाग्छन्, जाडोमा पनि लाग्ने हो। झाडा पखाला लागेको बेला, बान्ता भएको बेलामा पनि इलेक्ट्रोलाइट्सहरू र पानीको मात्रा शरीरमा एकदम कम हुन्छ। ज्वरो आएको छ भने ज्वरोमा पनि पानीको मात्रा कम हुन्छ। डायबिटिज पेसेन्ट छ भने पिसाब के हुन्छ? छिटो लाग्छ। अनि छिटो पिसाब लागेपछि पानीको मात्रा कम हुन्छ। अत्यधिक चिया, कफी सेवन गर्दा पनि, मदिरा सेवन गर्दा पनि शरीरमा पानीको मात्रा कम हुन्छ। किनभने पानी खाने इच्छा नै घटिसक्छन् र हामी पानी कम सेवन गर्छौँ र शरीरमा पानीको मात्रा कम भइहाल्छ। त्यस कारणले गर्दा हामीले के गर्ने? पानी बोकेर हिँड्ने, चिया कफी धेरै सेवन नगर्ने। प्राकृतिक रूपमै हामीले पानी कम भयो भने जहाँ पनि पानी पाइन्छ, तर लक्षण थाहा पाइराख्नुपर्छ। यस्तो लक्षणहरू देख्यो भने तुरन्त पानी खोजेर पानी, जस्तै वाक आउने, टाउको दुख्ने, रिङ्टा लाग्ने, अनि थकान लाग्ने, पसिना निस्केर जिउ सुक्खा भइसक्यो हुने, पिसाब अलि धमिलो बाक्लो आउन थाल्यो, त्यो पानी कम भएको लक्षणहरू हुन्। अनि अरू तिर्खा लाग्ने, पटक तिर्खा लाग्ने, मुख सुक्खा हुने, अनि पिसाब पहेँलो आउने, थकान लाग्ने, होइन, टाउको दुख्ने, यही लक्षणहरू हुन्। चक्कर लाग्ने, अनि त्यसमै पनि गम्भीर लक्षणहरू हुन्छन्। पाल्पिटेसनहरू बढ्यो, फेन्टिङ आयो भने त्यो गम्भीर लक्षण हो। त्यति बेला तुरन्त पानीले छामछुम पारेर जिउ पारेर हस्पिटल पुर्याउनुपर्छ, न कि घरमै उपचार गर्ने हो। अनि रक्तचाप पनि फ्लक्चुएट हुन्छ पानी अत्यधिक कम भयो भने। त्यसकारण गर्मीमा पानी नहुँदा के गर्ने? पानी नहुँदाखेरि सँगै लिएर पानी लिएर हिँड्ने, प्रशस्त पानी पिउने र ओआरएस
झाडा पखालामा प्राय दिइन्छ, बान्ता लागेको बेलामा दिइन्छ। त्यो ओआरएस जो जीवन जलहरू बजारमा जुन पाइन्छ त्यो सेवन गर्ने। त्यसमा सोडियम, पोटासियम, ग्लुकोजहरू हुन्छन्। त्यसले शरीरलाई इलेक्ट्रोलाइट ब्यालेन्स गर्छ, सँगै इनर्जी पनि दिन्छ। त्यसकारण ओआरएस सेवन गर्यो। नरिवलको पानी पनि इलेक्ट्रोलाइट युक्त हुन्छ। त्यसकारण आयुर्वेदले एकदम राम्रो भनेको छ शीतल पानी, र आयुर्वेदको अनुसार हामीले अमृत मान्छौँ यसलाई। त्यसकारण नरिवलको पानी एकदम सेवन गर्नुपर्छ। फलफुलमा पनि तरबुजा, खरबुजा, काँक्रो यस्ता जसमा पानीको मात्रा धेरै हुन्छ, फाइबर पनि हुन्छन् यसमा, यस्ता खाद्य पदार्थहरू सेवन गर्ने। जौको पानी पनि एकदम राम्रो काम गर्छ। यो शीतल पेय हो, शरीरलाई चिसो राख्छ र इनर्जी पनि दिन्छन्। सातु भयो, जौकै सातु, बिहान सातु सेवन गर्ने पानीमा मिसाएर कति मजा हुन्छ। सातु हालिदिनु, त्यसमा अलि एउटा निम्बु पनि यसो आधा निम्बु जति निचोडेर त्यसमा हालिदिनु, अलिकति नुन हालिदिनु, कति मजाको इलेक्ट्रोलाइट पनि ब्यालेन्स हुने, इनर्जी पनि आउने। त्यसमा अलिकति मिश्री पनि मिसाइदिँदा हुन्छ, त्यो जौको सातु। त्यस्तै जिरा पानी पनि जिरा, मिश्री र पानी तिनटै मिसाएर सेवन गर्दा हुन्छ। जिरालाई भिज्न दिने राति, अनि बिहान उठ्न बित्तिकै त्यो जिरा पनि चबाएर खाइदिने, अनि पानी पनि सेवन गरिदिने, एकदम राम्रो काम गर्छ। अनि मही, तक्र त एकदम राम्रो हो, शीतलता पनि दिन्छ, डाइजेस्टिभ सिस्टमलाई पनि, खाना पचाउनलाई पनि एकदम राम्रो काम गर्छ। धनियाँ भए, पुदिनाको पानी भए, सेवन गर्दा एकदम राम्रो हुन्छ। नरिवल पानी सबभन्दा बेस्ट। तर के नखाने त, मसलादार वस्तुहरू धेरै सेवन नगर्ने, अत्यधिक चिया कफी सेवन नगर्ने, मदिरा सेवन नगर्ने, कोल्ड ड्रिङ्क्सहरू सेवन नगर्ने। त्यस कारणले हामी के बुझौँ भने गर्मी मौसममा पानीको मात्रा कम हुन्छ। त्यसका लक्षणहरू हुन् पिसाब बाक्लो हुने, पहिलो हुन थाल्ने, ओठ सुक्ने, तिर्खा लाग्ने, पिसाब फेर्न जाँदाखेरि थोरै पिसाब आउने, अनि वाक आउने, कसैलाई फेन्टिङ एट्याक पनि हुने। त्यस्तो लक्षण देखेको छ भने पानीको मात्रा कम भएको भनेर बुझ्न सकिन्छ। यसलाई नेग्लेक्ट गर्नुभयो भने, यसलाई व्यवस्था गर्यो भने यसले धेरै सिस्टमहरूलाई, जस्तै किडनीलाई र हार्टलाई असर गर्छ। त्यसकारण गर्मीको मौसममा पानी सँगै बोकेर हिँड्दा एकदमै राम्रो हुन्छ। त्यसले आफ्नो स्वास्थ्यलाई होइन, समाजलाई पनि एउटा इन्भाइरोमेन्ट क्रिएट हुन्छ समाजमा। सबैले यसलाई लागु गर्नुभयो भने एक अर्काको देखासिकी पनि हुन्छ, र त्यो देखासिकीले सबै व्यक्ति यो स्वस्थ रहनमा मद्दत हुन्छ। यो गर्मीबाट बच्न सकिन्छ, र हाम्रो स्वास्थ्यको बजेट, स्वास्थ्यमा खर्च हुने पैसा, त्यसको पनि सुरक्षित हुन्छ, राष्ट्र पनि समृद्ध हुन्छ। त्यसकारण राष्ट्र आफू लगायत राष्ट्रको सबल उन्नतिको लागि यो गर्मी मौसममा जुन डिहाइड्रेसनबाट जुन राष्ट्रलाई क्षति पुग्न गइरहेको हुन्छ, त्यसलाई रिकभर गर्नको लागि अथवा समृद्धि बनाउनको लागि पानी बोकेर हिँड्नु एकदम राम्रो हुन्छ। र धेरै म डाक्टर शिवशङ्कर यादव, हाम्रो च्यानल हो रियल लाइफ एन्ड गाइडेन्स। यसलाई लाइक र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।